हेलो साथीहरु, नमस्ते नमस्कार। छड्के सलाम अनि गुड मर्निङ। म चाहिँ बिहानीको भ्लग सुरु हुँदैछ। आजदेखि रेगुलर भ्लग ल्याउने छु सकेसम्म। मेरो आज खास काम चाहिँ केही छैन, त्यहाँ अलिकति खोर बनाइदिने काम छ। अनि भर्खर घाम झुल्केको छ। कता हो घाम? क्लियर रूपमा घाम कता देखेर जुली। यहाँ मेरो यो कान साइडमा देखेछ, टल्केर केही देखेको छैन। ल जेम्स, त्यो मुख धुवा ब्रस गर है। जस्मिन निकालिदेऊ। उठे हो, त्यहाँ आफ्नो काम गर त फटाफट। ल है साथीहरु, बिहानीको मौसम एकदम आकाशमा चाहिँ बादल यस्तो भएको छ। अघि चाहिँ धुम्मिएको थियो, अहिले चाहिँ लगभग चुक्टाक चुक्टा भएर बसेको छ। मौसम बिहानै बिग्रिन खोजिरहेको छ। आज बिग्रे त घाम लाग्थेन हैन, शीतलै हुन्थ्यो। पानी खोल्ने पाला आज मेरो थियो। पानी खोल्यो, अब ट्याक्क लाग्यो। यस्तो भएको छ क्या आकाश। भर्खर यहाँ घाम झुल्किँदै थियो। अहिलेको चाहिँ आज चाहिँ बिहानै उठेर अहिले घाम लाग्छ नि त, त्यही भएर घामले लास्टै पोल्छ। ट्याक्क लाग्यो साथीहरु। अलिकति अस्ति बनाएको छ, बाँकी छ, त्यो काम फते हान्नु पर्नेछ। लाएर जानु होला। हाम्रो अब कफी टाइम भन्नु मिल्दैन, टी टाइम। भान्जा अनि मेरो पुर्तुङ छ। अब हामी चिया खान लागेको। उठाउलु उठाउ, त्यो खाने लुखाउलु, तातो हुन्छ क्या त्यो। यो चाहिँ खाऊ, यो खाऊ। बस हो त्यहाँ बस्ने, यसरी बस्ने।
दुध चलाउँदा चलाउँदै ल साथीहरु ल चियासँग भोक लाग्यो रे अब भुजा सुजा पनि हान्ने रे तिमी खान नखाने बुझा खाऊ मामा नखाने बोरको त पुगेन त अनि पुग्छ तपाईलाई हुन्छ खाउँ खेतालोको साथी पातलो ल्याउने खैहाल्यौ नि त्यो मुढा हजुर स्वाट हाल्नुपर्छ नि ल हाल भुजा चम्ची होइन हातले हाल न उठेन अझै झापड खाँदा पनि जुतिया भन्दा चाहिँ उही हो यो फेरि यस्तो यस्तो हरामी मामालाई काम एक नम्बरको काम नलाग्ने बिहानदेखि त एउटा भाटा फुटाको उडाके झिना मसिना बनाइसक्नु भएको छ जोलाई चाहिँ उहाँ चाहेर पनि यस्तो मान्छेलाई काम गर्नु नबोलाउनु होला दर्शकबिन हेर्नुहोस् मलाई बिहानदेखि काममा ठगेको गर्ने मान्छे भयो त्यही त हक्न जाँदाखेरि 2 घन्टा हराउने नि मै हो अहिले यस्तो मासु भात खानु पाउँछ ठगेर त्यही गरे यो भात चाहिँ मलाई धेर खान्छ भनेर क्या हो हैन यति ल्याइदिएछ यो त मेरो 2 गाँस हुन्छ त अनि ल्याइदिहाल्छु नि हेपेरै ल्याएछ क्या साथीहरु ल अब खाउँ हैन जेसै गर्नु त भाग अगाडि आयो हरियो खुर्सानी छैन भाउजू खुर्सानी मेरो इना छ क्या नमक खुद अचार कस्तो पिरो पारेर बनाउने त्यही गनाउने अचार हाले जस्तो चाहिँ तल ल्याइदिएको मैले चाखेको राम हिँडेर भन्दा नि बेसी गाली खाएर चाहिँ वाक्क भयो
त्यही हो त बानी भएर नटेरेको ओ बिगार्न सक्छ भन्छ हुँदो रहेछ त सिधै सधैँ भित्रबाट बाहिर निस्किँदा भाइ सिरियसलाई भर्खर सुरु गरेर चाहिँ कहाँ थप्नु यस्तो भात त धेरै चाहिँ होइन 2 कुकर जति चाहिँ फेरि बसालिहाल्दा हुन्छ केन्द्र केही भन्नु छ छैन सकिन्न ल है अब भात खाउँला कस्तै हो एउटै हो ओइ फेरि के न भर्खर बसेछु म हँ केले बाँड्यो गर्यो यो चाहिँ निमालाई अघि पठाएको भए हुन्थ्यो नि भात खुवायो भने भर्खरको लागि चोयाले पानी लाग्नु हुँदैन पछि फेरि ल्याएर बाँध्नु हुँदैन अहिले ल्याउँदा भइगयो त नि ऊ साइकलमा स्याहारेर गइहाल्छ अहिले ल्याइ पनि हाल्छ तार मैले भन्नु खोजेको थिएँ तपाईँको दिएँ थिएँ क्या मैले भाइ यो त दुध खाने बच्चाले जत्तिकै सब्जी के कल्छे भान्जा फेन्टा पनि आएको स्प्राइटले भनेको त यो खाँदैन फ्यान्टा र स्प्राइट पनि खान्छ हेर्नु परेर म टिपेर पछाड्छ है भात खाँदा पनि मोबाइल चाहिने अनि यो मोबाइल चाहिन्छ ए खाँदा हो क्या खाँदैन त्यो भए त फेन्टा चाहिँ खान्छ भन्थ्यो फेन्टाइ भनेर दिनु क्या त्यस्तै त फेन्टा अरे स्प्राइट खान्थ्यो क्या स्प्राइट अनि स्प्राइट नभइसकेपछि चाहिँ कहाँबाट अनि ल्याउनु? रातो खालको ल्याएछ त रातो झन् के पानीमा चिनी घोल्नु भन्छ नि पसलेलाई पुर्नी जेले भने कुरा पनि नल्याएर सबैभन्दा राम्रो भनेर बस्छ हौ ल ठिक छ हाम्रो यो दिउँसोको ब्रेकफास्ट टाइम खेतालो टोली हुनुहुन्छ चिल्ड्रेन ग्रुप ए भानिज अनि यहाँनिर आएको छ एक पाथी जस्तो चटपटे खानुपर्छ है साथीहरू ल ल ल ल ल ल ल तिमीलाई मैले दिउ राखिदिएको थिएँ त जास्मिन कहाँ गयो ल खास यस्तो यो पेय पदार्थ खाने कुरा चाहिँ होइन होइन त्यही पनि अब चलन चल्तीमा होइन त के रे एकदम खानै पर्छ दिएपछि अब खेताल लागेको मान्छे अब घरधनीले जे दिए त्यही खाने हो ठुलो मान्छे किन हुनु होइन एकपल्ट चाखौँ चम्चा त सानो सानो भएछ त बेला आजको खाजा नुन अलिक चर्को राख्यो अरू ठिक छ ल ठिक छ आउनु आउनु अहिले एकछिनमा गर्दा नि भइहाल्छ नि चटपटे त सिद्धिसक्यो चटबाट सकिन्छ अनि अहिले लाउ न लाग्छ कतापट्टि छ ठ्याक्कै हान न यहाँ तल 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 हो त्यो त निकै तल छ हेरेर आदिको 3 इंच 3 इंच मुनि आएन 3 इंच मुनि यो काटीको नापमा गर न सिधा दिने सेक्सन दिने यो सिधा आन्ने यो सिधा ए त्यहाँ हैन के अझै तल के अब अलिकति तल अलिकति थोरै हो अलि मुनि मुनि अन्त अन्त फेरि हान जान
त्यहाँ अन्त सिधा बनाएर हाल्नु, सिधा त्यो बिना बादमा बनाइदिन यो होइन यो बोतल लगेर देऊ चिया भएको चिसो पानी ल्याऊ भने त्यसले हुँदैन के अरे छैन भने एक बोतल भए पनि ल्याऊ मुनबाट हो कि माथिबाट मामा अनि एक बोतल चाहिँ कलको ल्याऊ ल हाल्नु नै सक्यो हो गर्नु भयो ल है ल ले रेडी हुन लाग्यो खादा खुद्रुक ल्याएर अझै तल एकै साइज यसलाई लगेर जाऊ ल हाम्रो कम्प्लिट हुन लाग्यो हामी चाहिँ फेरि उता इनारपट्टि जानुपर्ने त्यहाँनिर तारहरू अस्तिको हावाले सबै छताछुल्ला बनाएको छ क्या तर अनि त्यो अलिकति सरसफाइ पनि गर्नुपर्ने छ यहाँ दुईजनाले गर्दै गर्छ आजको भ्लग म यहीँ समाप्त गर्न चाहन्छु सक्दो लाइक सेयर सब्सक्राइब गर्नु होला नयाँ साथीहरूले ल बाई बाई